गाइज अहिले चाहिँ म अब फोक्सिन्डो जानको लागि रेडी भयो घरबाट। तर पोखराबाट चाहिँ हामी बाइक बस जाँदैछ। अहिले पोखरासम्म चाहिँ म आफ्नै पर्सनल बाइकमा जाँदैछु। ल फाइनली गाइज अहिले चाहिँ हामी पोखरा पृथ्वी चोक बस स्टपबाट हामी चाहिँ अब एकछिनपछि यो बसमा जान्छौँ हामी रोल्पा। दुई डब्बा हुन्थ्यो। कोही लाइटरले मेरो मैले राखेको त्यो लाइटर माथि काम लाग्छ झुरझुरु होला। मैले चिसोमा अर्को बोल्दिनँ अर्कोले लाउनु न राख्नु पर्यो। हामी कहाँ हिँड्दैछौँ कता? हामी डोल्पाको यात्रा से फोक्सुन्डो ट्रेकिङको लागि गएर के गर्ने? हामी पौडी खेल्ने भयो नाङ्गै भएर। पौडी खेल्नु पर्छ। नाङ्गै त हुँदैन, अरू नै हुन्छ। पौडी चाहिँ एक डुबुकी चाहिँ हान्नुपर्छ। 100 मिटरसम्म जान्छ। फाइनल गरी हामी चाहिँ अहिले कुन ठाउँमा आएको छ? यता हेऱ्यो डाँडा, उता हेऱ्यो डाँडा, चारैतिर डाँडै डाँडा। आकाश दामी हाल्छ। अब चामलमा मेरो पिसाइरहेको रहेछ भिडियो खिचेको हेर्दा।
जाडो जाडो छ अहिले त हाल हिँडेपछि त उसै हुन्छ त्यहाँ पुलमा एउटा दुइटा फोटो खिच्नु पनि हुन्छ आमा लाउने फर्किने बेला पनि छ नि यस्तो पुलको यतै राबी एउटा यस्तो टोपी यो त हामीले मगाएको नि गोप्रो भन्दा त मेरो क्यामेरा आइफोन ठिक रहेछ धेरै अब आउँदैछ उतादेखि अहिले दुईवटा टोली भएर 13जना हुँदैछ हामी 6जना थियो अर्को टोली 7 मान्छे 13जना हुँदैछ अब चाहिँ ग्रुप गरेर जाँदैछु भोलि नदीहरू माथि त यो पनि परिसकेको रहेछ चलो उल्टे देखने से यहाँ सिन्धु राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा हार्दिक स्वागत छ हामी बनिन्छ जो गाउँ है यस्तो हेलो गुड मर्निङ एभ्रिवान आज फेरि हामी आज डे 2 फेरि यहाँबाट वकिङ अब हिँड्दै हिँड्दै हामी जाँदैछौँ सुनरीमा जाउँ टाढै काटेर खोइ एउटा भाइ हाम्रो ट्रेकिङ सुरु भएपछि यहाँबाट आजको किन रोकेको हो यहीँ छ कहिले ओह्रालो कहिले उकालो
गएको नि आएको नि बनाइदिने हामी चाहिँ अहिले सेफोक्सुनको ताल जाँदैछौँ बाटो यही खोलाको किनार किनार रहेछ एकदम फन भइरहेको छ रमाइलो भइरहेको छ जानलाई हिँड्नलाई साथीहरू कता कता गयो बरु कहिले यसले कहिले गोप्रोले भिडियो बनाउँदैन ब्रो उल्टो हिँड उल्टो हिँड भनेको त कहाँ मलाई यो खोलाको कसम यो हावाको कसम साँच्चै नेपाल इज भेरी ब्युटिफुल कन्ट्री नेचुरल्ली ब्युटिफुल ठाउँमा आउन त कस्तो मजा आउँदो रहेछ हिँड्न परे पनि तर छुट्टै आनन्द आउँछ यो हिँडाइको कुनै पनि अर्थ छैन क्या यस्तो आनन्द आइरहेको चिल यो मेरै छाया ओइ सेरे पकाएको नास् कि पकाएको न यस्तो त पनि त बोकै होस् माथि माथि त बरफ छ Hello everyone, this is me, Sunil Hanna. खोला त कतिचोटि आउन जान परेको हो अब हामी साङ्ता जानलाई चाहिँ यो बाटो हिँडेर होटल सघात छ यो ठाउँमा होटल सघात छ तर हामी यहाँ नबसिकन चाहिँ हामी यो साङ्ता ठाउँमा गएर अब आजको डिनर हामी गर्छ अनि हामी यो पुलको बाटो चाहिँ हेर्दैछ र खोला त फेरि
ओ त्यत्रो भिड ढुङ्गा रुख ठाउँ ठाउँमा बाटो एकदम राम्रो पनि छ है। यस्तो राम्रो बाटो छ कतै त तल भिड छ त्यही भएर यस्तो राम्रो direito ali yata side direito त्यो ठाउँ देख्न पनि पाइन्छ। गाइज म चाहिँ सानो अलिकति मिठो कफी बनाएर खानु पर्यो।
आजको बस्ने ठाउँ चाहिँ आइपुग्यो हामी। यस्तो पुलहरू त हिँडेको हिँड्नै रहेछ। हेलो गुड मर्निङ गाइज। आज फेरि डे 3 हामी यहाँबाट सिन्धु लागिन्छ यहाँ खिचुङ भन्ने ठाउँबाट आएको कि चिसो मौसममा न्यानो बनाऊ के भएन त घाम लागिसकेको छ डाँडातिर त यार। हेलो टेस्टिङ शाबास। खुला चिरेचिर नयाँ बस्यो चिरेचिर चिसो हावा आएको है खुलाको। विशेष गरी यो धुलोमा यो जान्छ ज्यादा भएको छ हेर्नु है। यो अरू त अब हामी चाहिँ यो ठाउँबाट आज कति बसेर अब हामी फोक्सुन्डोको तालतिर अब माथि मुभ हुँदैछौँ। अब हेरौँ कति टाइम लाग्छ। साथीहरू हिँड्नै सक्दैन हो, म त हिँड्छु तर साथीहरू तर हिँड्न नसक्ने खाले पनि छन्। त्यसैले साथीहरू बिस्तारै आउँदै गर्छ। म चाहिँ अगाडि गएर खानासाना अनि होमवर्कको व्यवस्था मिलाउन अलिक छिटो गइरहेको छु। चिसोले हो किन हो, यहाँबाट चाहिँ हल्का सास बढेको छ हिजोभन्दा। त्यसो कति राम्रो ताल छ यसै फोक्सुन्डो ताल। हेलो गुड मर्निङ गाइज। अहिले चाहिँ म फोक्सुन्डो त्यहाँ बसेर आज म भ्यू पोइन्टको लागि हिँड्दैछु। अब चिसो चलेको छ तर हिजो उहाँसँग त म पुगेको थिएँ, तर फेरि अहिले हिजो बेलुकी अबेर भएर चाहिँ म भ्यू पोइन्ट जान सकिनँ। तर अहिले चाहिँ जान्छु भनेर कसेर आएको छु। अवश्य पुग्छु, हार खाँदिनँ, हार जान्दिनँ। म अवश्य भ्यू पोइन्ट पुगेर आउने छु। साथीहरू त आउन मानेन, हिजै थकेर लत पऱ्यो। आज चाहिँ म जाँदैछु है। हेरौँ कहाँ पुग्यो। उहाँसँग त म हिजो नि पुगेको हो पुग्नु त, तर हिजो अलि अबेर भयो, रात पनि भयो। राति गएर केही फाइदा भएन, हुन कि भनेर चाहिँ नि गएन। जोस् होस् अझै छ। ओके, नेक्स्ट भिडियोमा फेरि भेटौँ न। सिउ। र माथि अब भ्यू पोइन्टको उकालो सुरु भयो। यहाँ चाहिँ सल्लाह गरिदिन्छ। भ्यू पोइन्ट जाने बाटो। थाकेर आयो तर
र यहाँबाट फेरि यस्तो देखिँदो रहेछ है। छाया लागेर अन्धेरो देखियो। नमस्कार, म अहिले गाडीको 20-22 घन्टाको बाटो र पैदल यात्रा 2 दिनको, अनि म यो तेस्रो दिनमा चाहिँ यो सेक्स फक्सुन्डो तालको म वाइ जो इङ्ग्लिस वाइ आकारको छ भन्थ्यो त्यो हेर्न चाहिँ म अहिले बिहान यहाँ बसेर बिहान 6:30 बजे आएको थिएँ। सायद 1 घन्टाभन्दा बेसी नै लाग्यो होला यो वाइ आकार हेर्नको लागि आइपुगेको थिएँ। साँच्चैकै यो वाइ आकार रहेछ, उताबाट देखिन्थेन र यहाँबाट देखिँदो रहेछ। यो एकदमै रमाइलो छ, एकदम राम्रो छ। तपाईँहरू पनि हेर्न आउन सक्नुहुनेछ। जति पनि मैले यो भिडियो युट्युब, फेसबुक, टिकटकमा हाल्नेछु, यो हेरेर तपाईँहरू पनि आउन सक्नुहुन्छ। हस्त, धन्यवाद। धन्यवाद दाइ। सबैलाई फेरि पनि नमस्कार भन्न चाहेँ है। साँच्चीकै यो सेक्स फक्सुन्डो ताल चाहिँ इङ्ग्लिस वाइ आकारको छ भन्थ्यो, साँच्ची नै हो रहेछ। यहाँबाट वाइ आकारको देखिँदो रहेछ यो यस्तो गरेर। अनि यो पुरै यो चाहिँ एउटा तलसम्म लामो छ, एकदमै राम्रो छ। तपाईँहरू पनि आउन सक्नुहुन्छ, एकदम राम्रो छ। यहाँ एउटा सानो मिठो कफी बनाएर खान्छु। हेलो, नमस्ते साथीहरू। म चाहिँ अलि थाकेको महसुस भएर म चाहिँ कफी बनाएर खान चाहन्छु। खान्छु। ओहो, धेरै गयो क्या। अलिअलि यसमा मैले तातो पानी हालेर आएको थिएँ होटेलबाट।
चिसो चिसो हुन लाग्यो त अब चल्न थाल्यो ल अब म फेरि फर्किन्छु आज फेरि तल झर्ने हो यहाँबाट भोलि त गाडी चढ्ने ठाउँसम्म पुग्नुपर्छ हस्त नमस्कार यो वाइ हेरेर चाहिँ म फर्किँदैछु अब आज बिहान फेरि अब म वहाँ पुगेर साथीहरू आउन सकेन थाकेर अब वहाँ उनीहरू रेडी हुँदैछ म फेरि फर्केर वहाँ गएर अब नास्ता पानी गरेर हामी फेरि फर्किनेछौँ तल जानेछौँ बाई ल अब चाहिँ म फर्किँदैछु अब फेरि दुईटा कलर भयो यताको चाहिँ घाम लागेर उता छाया परेर यो पग्लेर पानी भो यो भएन यो पग्लेर पानी भो जो बने सही जानी भो यो पग्लेर पानी भो जो बनिए सही जानी भो दसैँ आउला जोडौला हो मन परेकी मान्छे हौ त्यसै कहाँ छोडौला हो मन परेको मान्छे हौ त्यसै कहाँ छोडौला होइ त समुद्र पारी जाउँ ए माया यो समुद्र पारी जाउँ त समुद्र पारी जाउँ ए माया यो समुद्र पारी जाउँ तिम्रो त्यो चाल देखेर मलाई फुरफुरी लाग्यो नि हौ तिम्रो चाल देखेर मलाई दाइ उता नजाने धेरै टाढा लो गाइज अब हामी लाग्यो केबाट फोक्सुन्डो तालबाट फोक्सुन्डो तालबाट हामी आज छेप्काको रुट
चेप्कासँग पनि आज नम्बर इंद्रेडी भी लाए कस्तो देखिन्छ र ओ हियानजी अगाडि अगाडि हो कि पछाडि पछाडि हो फर्केको अवस्था थाकेको अवस्था ल्यात परेको अवस्था खुट्टा दुखेको अवस्था ढाड दुखेको अवस्था हो के दुखेको अवस्था तर मजा आएको छ हिँड्नलाई गाईज्यूले चाहिँ आज मासुको भात रन्काउनु लाग्यो अनिस ब्रो हजुर म भिडियो फोटो त्यसो बनाइदिन्छ 90% जाडो भयो फोटो भिडियो सबै स्वर्ग जान भनेर हिँडेको झुकेर सेफोक्सुन्डो लेक पो पुगेछ
Is this Switzerland? No. Is this Canada? No. Is this New Zealand? No. This is Nepal's best kept secret. I'm going to tell you